अहिले गोसाइकुण्डमा स्नान गर्न जाँदै हुनुहुन्छ वा जर्नी पूर्णिमामा जाँदै हुनुहुन्छ भने यो भिडियो सेभ गर्न सक्नुहुन्छ। धुन्चेसम्म काठमाडौँबाट गाडी मजाले जान्छ। धुन्चेबाट हाम्रो पदयात्रा सुरु हुन्छ। धुन्चेबाट 3 किलोमिटर हिँडेपछि घट्टे खोला पुगिन्छ। त्यहाँबाट माथि 6 किलोमिटरको पोइन्टमा देउराली पुगिन्छ। यसको उचाइ 2670 मिटर छ। 8 किलोमिटरको पोइन्टमा धिम्सा पुगिन्छ। यसको उचाइ चाहिँ 3050 मिटर छ। अनि 10 किलोमिटरको पोइन्टमा सिंगोम्पा पुगिन्छ। यो चाहिँ गोसाइकुण्ड ट्रेलमा भएको सबैभन्दा धेरै होटल पाइने ठाउँ हो। यसको उचाइ 3050 मिटर छ। सिंगोम्पाबाट 4 किलोमिटर हल्का तेर्सो बाटो हिँडेपछि चोलाङपाटी पुगिन्छ। यसको उचाइ चाहिँ 3600 मिटर छ। चोलाङपाटीबाट फेरि उकालो बाटो सुरु हुन्छ। 2 किलोमिटर माथि चढेपछि लौरीबिना पुगिन्छ। यसको उचाइ 4000 मिटर छ। लौरीबिनाबाट बुद्ध स्तूपसम्म 1 किलोमिटर छ। यो चाहिँ यो यात्राभरिको सबैभन्दा नमिठो उकालो हो। बुद्ध स्तूप पुगेपछि चाहिँ धेरै जसो तेर्सो बाटो छ। फाइनली 20 किलोमिटर हिँडेपछि 4400 को उचाइमा हामी गोसाइकुण्ड पुग्छौं। यो यात्राको स्टेप वाइज नक्सा हेर्न चाहनुहुन्छ भने हाम्रो फेसबुक ग्रुपबाट म्याप नम्बर 115 लिन सक्नुहुन्छ। अनि हामी हरेक हप्ता हाइकिङ ट्रेकिङ जान्छौं। तपाईहरु पनि जोइन गर्न सक्नुहुन्छ। वेलकम।